नमस्ते। चराचुरुङ्गीको संसारमा यहाँहरूलाई फेरि पनि स्वागत छ। आज म कुरा गर्न गइरहेको छु काठफोर चराहरूको बारेमा। संसारमा 241 प्रजातिका काठफोर चराहरू पाइन्छन् र आज त्यो कुरामा पनि म चाहिँ संसारमा पाइने काठफोर चराहरूमध्ये सबैभन्दा सानो र सबैभन्दा ठुलो काठफोर चराको बारेमा कुरा गर्न गइरहेको छु। अब सबैभन्दा ठुलो काठफोर चराकोमा चाहिँ इन्ट्रेस्टिङ कुरा के छ भन्नुहुन्छ भने यो इम्पेरियल वुडपेकर जुन भनिन्छ, जुन मेक्सिकोमा मात्र पाइने चरा हो, 1956देखि देखा परेको छैन र अहिलेको अवस्थामा चाहिँ यो एक्सटिङ्क्ट हो कि होइन अथवा लोप भइसकेको छ कि छैन भन्ने कुरा यकिन छैन। तर टेक्निकली लोप भनेर भनिन नसकेको भएर सबैभन्दा ठुलो चरामा अहिलेलाई यही गनिन्छ वुडपेकरमा। तर यदि यो एक्सटिङ्क्ट भएको खण्डमा चाहिँ जुन नेपालतिर पाइन्छ, जसलाई चाहिँ तपाईँको ग्रेट स्लेटी वुडपेकर भनेर भन्ने गरिन्छ, नेपालीमा राजलाहाँचे भनेर भनिन्छ, यो चाहिँ दोस्रो नम्बरको चाहिँ नि सबैभन्दा ठुलो वुडपेकरमा पर्छ। र अब सबैभन्दा सानोको कुरा गर्दाखेरि चाहिँ अङ्ग्रेजीमा वुडपेकर भन्ने शब्द नजोडिएको तर पिकुलेट भनेर जोडिएको चराहरूमा पर्छन्। त्यो मध्येमा पनि नेपालमा चाहिँ तपाईँको पिकुलेट ससिया भनेर भनिन्छ, क्यारे थोप्ले ससिया र ससिया भनिन्छ। स्पेकल पिकुलेट भन्ने पाइन्छ, अलिकति कमनै चरामा पर्छ। त्यस्तै चाहिँ यो तपाईँको साउथ अमेरिकामा पाउने चाहिँ बार्ड ब्रेस्टेड पिकुलेट भनेर भनिन्छ, त्यो पिकुलेट जुन यहाँ फोटो पनि छ, यो पिकुलेट चाहिँ संसारको सबैभन्दा सानो वुडपेकर प्रजातिमा पर्छ। यदि तपाईँलाई यो कुरा रोचक लागे पनि लाइक सेयर गर्न त नभुल्नुहोला। चराचुरुङ्गी बारे यस्तै रोचक कुरा त आउँदै गर्नेछ। धेरै धेरै धन्यवाद।